मार्दिमा अब यो चाहिँ अहिले हामी बेगनास तालको बेसी ताल बेसी भन्छ है बेगनास ताल बेगनास ताल बेगनास ताल आइपुग्यो अहिले बेगनास ताल माझी बाटो डिग्री गरेँ त्यहाँ अब यतादेखि माथि चढ्यो भने अब हामी यहाँबाट माथि जाने होइन अब हामी माथि उकाउतर्फ लाग्यो त यो सुन्दरी डाँडाबाट यो रमाइलो बेगनास तालको भ्यू तपाईँले देख्न सक्नुहुन्छ यो बेगनास ताल है मेरो बायाँपट्टि तर माझी पनि अब हामी बिस्तारै पछाडि गयौँ है माझी पनि हो कि माझी पनि हो कि तल यो अब रुपाताल यो हाम्रो तालबेसी रूपमा गाउँपालिका
लगाऊ न बिडी किन हो त्यो बिडी किन लगाऊ बित्तिकै हेरेर जाम ल सरकार माथि नदी माथि स्वागत छ यो चाहिँ बजारमा आइपुग्यो यो भोलेटार हो है लमजुङ जिल्लाको यो भोलेटार अहिले हामी प्रवेश गरिसकेका छौँ पुगेर हल्का नास्ता गर्नुपर्छ अब अहिले चाहिँ हामी यो कर्पुटा भोलेटार बजारको यो भनौँ न यो यहाँबाट चाहिँ गाडी लाग्नेछ भोलेटार दमौली बागेश्वरी बटनथार ठुलो टावर भन्ने ठाउँबाट यहाँ गाडी लाग्नेछ र अहिले चाहिँ हामी यो दो बाटोमा छौँ है ठिक्क यहाँबाट चाहिँ बेसी सहज सुन्दर बजार घलेगाउँ जाने बाटो यो यता मेरो जहाँबाट बाइक आएको छ एउटा राइटबाट जाने यो बेसर जाने बाटो र बाङबेसी हाँडी खोला बर्दन जाने बाटो यो यताबाट यो सधैँ तपाईँले देख्न सक्नुहुनेछ यहाँबाट
बेसर सुन्दर बजार घलेगाउँ जाने बाटो यताबाट र बाङबेसी हाँडी खोला बर्धन जाने बाटो यो म भोलेटार बजारमा एकछिन यसो हल गरेर यहाँ अब हामी चाहिँ अहिले यो रानी पानी भोलेटार होटलमा घुम खाजाघरमा खाना लाग्यो दुईजना होइन पेट्रोल हाल्ने खाना खाएर जाने यहाँबाट चाहिँ गाडी लाग्ने चाहिँ यो बेसी सहर घलेगाउँ जाने गाडी बेसी सहर घलेगाउँ जाने गाडी बहिनीको घुम होटलमा। हेलो गाइज, हामी चाहिँ अहिले भोलेटारबाट खाजा खाएर माथि डाँडा निक्ल्यो होइन र घुम्दा घुम्दा हामी चाहिँ यस्तो राम्रो ठाउँमा आयो कि हेर्नुहोस् न ट्याक्क कति राम्रो बाटो है यहाँबाट चाहिँ हामी ल यो चाहिँ हाम्रो जो सगरमाथा जस्तो देख्नु हेर्नुहोस् यो हो यसलाई भन्छ खैरो पहाड ट्याक्कै रोडको छेउमा यहाँबाट खैरो पहाड हामी चाहिँ एकछिन ब्रेक गरेको कि ब्रेक निकै राम्रो ठाउँ रहेछ जस बाटोको राम्रो सुविधा यो खैरो पहाड हेलिकप्टर पनि आएको छ त्यहाँ हेलिकप्टर खै बुलेट सवारी हेलो गाइज, अहिले चाहिँ हामी यो बिच बाटोमा आइपुग्यो फेरि है यहाँ सोध्दै घुम्दै आइपुग्यो र अहिले हामी चाहिँ भोलेटार 8 किलोमिटर यहाँ हामी सनराइज होटल एन्ड लज यो कर्पुटारको बोर्ड हेर्छ यहाँबाट चाहिँ बेसी सहर जाने बाटो होइन अनि यहाँबाट चाहिँ हामी दुरा डाँडा च्यानपट ठुलो सहर भइगयो त्यहाँबाट के भने पुरानकोट जाने बाटो हो यो बाटो च्यानकोट दुरा डाँडा पुरानकोट जाने बाटो यो चाहिँ बेसर जाने बाटो है र अब हामी यो बाटो अफ रोड सुरु भयो अब है अफ रोड अहिलेसम्म हामी अन रोडमा थियो अब चाहिँ हामी अफ रोडतर्फ लाग्दैछौँ बाटो देखेको छु मैले बाटो राम्रो छ अफरोड यति एकदम राम्रो राम्रै हो अहिले हामी अफ रोडको बाटोमा है अघिसम्म अन रोड थियो अहिले अफ रोडमा ठिकै छ बाटो तर त्यति नै राम्रो छैन र अबको केही छिनमा हामी फेरि तपाईँहरूलाई अर्को ठाउँ देखाउन गइरहेका छौँ तपाईँसँग कृपया मेरो लाई माया गरिदिनु होला सब्सक्राइब गरिदिनु होला भन्दै लाग्यो छोरो अफरोडतिर
हामी कान्तारा भन्ने ठाउँमा आइपुगे के अरे भन्छ यो चाहिँ पुरानकोट जाने बाटो यो अहिले है ल यो यहाँबाट हेर्नु यताबाट पुरानकोट र यताबाट सुन्दर बजार जाने बाटो बस चाहिँ ऊ अड्केर बसेछ है त्यहाँदेखि चाहिँ बस यहाँ अड्केर बसेछ यो चाहिँ हाम्रो जमजुङको डाँडा पारी देखेको चाहिँ गोर्खा ल है आइपुग्यो के राम्रो भ्यू देख्नुहोस् तपाईँले ऊ त्यो पर देखेको कुनामा देखेको परको बजार यो सुन्दर बजार भोटे आयो भोटे आयो भोटे नकरा भोटे चुप नकरा सानो बाटो आयो यहाँबाट चाहिँ अफरोड छ स्कुटी टाढा नसकेर अघि बुद्धि प्रसाद गुरुङ झऱ्यो है अब यहाँ पनि गाह्रै छ है अब ल बाटो यहाँबाट बाटो छ कि ल कोदो आयो कोदो बारे आयो ल र बाटो ओहो लो मारे माछा नि कुनातिर झर कुनातिर हाल्यो माछाले चुरोट खाएर हो के बाटो ठिकै छ नि नराम्रो छैन चुरोट खाएर हो कि तिमी चुरोट खाँदै हात यहाँ भयो कि त्यही भएर हो न ठिकै बाटो त नराम्रो छैन यतिको त यो त भाइरल यतिको बाटो त राम्रो हो नि यो दोकान पनि हाँ असलले मादलले भाग्यो तुर्लुङ गाउँ यहाँ आयो रोटिपिङ आयो रोटिपिङ तुर्लुङ गाउँ हो यो तुर्लुङ गाउँ भयो यो कुन गाउँको नाम के पुरानकोट गाउँमा तपाईँहरूलाई हार्दिक स्वागत छ यो हो पुरानकोट गाउँ बेसर नगरपालिका 5 आङीले 4 होला यो 4 हो बेसी सहर नगरपालिका गाइस फाइनली अहिले चाहिँ हामी नालमा गाउँ आइपुग्यो होइन अहिले राति कारणले गर्दाखेरि मैले चाहिँ नालमा गाउँमा तपाईँलाई पुरा देखाउन सकिनँ है भोलि बिहान चाहिँ म तपाईँलाई पुरा नालमा गाउँ देखाइदिन्छु तपाईँसँग चाहिँलाई गुड नाइट हेलो साथी हो हामी चाहिँ अब नालमा गाउँमा खाना खायो है हाम्रो आमा घर होइन अहिले त रात परिसकेको छ भोलि बिहान चाहिँ म तपाईँलाई मर्निङको भ्यू म देखाइदिन्छु नालमा गाउँको है यो बेसर नगरपालिका वार्ड नम्बर कति 5 होइन ठाकुर 5 को नालमा गाउँको भोलि बिहानको भ्यू मेरो ठाकुरले देखाउँछ है देखाउँछ नि भोलि बिहानको भ्यू पुरै देखाएँ मैले देखाउँछु ल किनकि अहिले रात परिसकेको छ होइन यो आँखा नदिने मछलीले चस्मा लाउँछ म चाहिँ अब एकदम आँखाको चाहिँ स्पष्ट छ म चाहिँ भोलि बिहानको भ्यू चाहिँ हाम्रो मुलले देखाउँछ है र अहिले चाहिँ हामी चाहिँ खानासाना खाएर चट्ट अब रेस्ट गर्ने ल ओके गुड नाइट सी यू टुमरो इन अर्ली इन द मर्निङ हामी चाहिँ अहिले गाउँबाट निक्लिएर यो सुनकोट भन्ने ठाउँमा एउटा मन्दिर छ होइन त्यहाँ मन्दिरमा हामी पूजा गर्न जान्छौँ
त्यतैबाट सूर्य देखेको नि राम्रो भ्यू देख्छ अरे। यहाँ रेडी छ बसन्ती रेडी छ यहाँ। चल बसन्ती रेडी छ यहाँ। स्कुटीले नतानेर यहाँ ठाकुजी हिँडेर आएको छ। यस्तो बाटो छ कि अब हामी यहाँ 15 मिनट गाउँबाट अझ 15 मिनट लाग्ने चाहिँ सुनकोट जाने ठाउँ बाटो यही हो है। मेरो स्कुटी बिचरा यहाँ रोएर बसिरहेको छ बसन्ती रोएर है। अब यहाँबाट बिहानको अहिले 5:30 कति भयो 6 बजे कति बज्यो अहिले बिहानको 6 बजे छ। हामीले त तपाईँहरूलाई चाहिँ यो हिमाल देखाइदिनको लागि हो है। अब घाम चल्को पनि यो हिमाल क्लियर देख्नुहुन्छ हेर्नुहोस्। अझ अलि बेला भएन माथि डाँडाबाट देखाइदिन्छु तपाईँहरूलाई म है हिमाल। कोही पनि छैन यार यो बाटो डर लाग्दो यार। कहाँ ल्यायो अहिले यार बिहानको हेर 6 बजी 6 बजिसक्यो। यो ठाकुरले बाटो चिनेन कहाँ हराएको नि कोही छैन जङ्गलमा ल्याएर। यस्तो जङ्गल को जान्छ म जान्न भाइ। यसले कहाँ ल्यायो यसले यो जङ्गलको बाटो। ऊ आफै अननोन छ थाहा छैन उसलाई आफू कहाँ जाने भनेर। गाइड रे हाम्रो अहिले चाहिँ हामी ठाकुरले चाहिँ गेटमै ल्याइदियो। ल नालमा गाउँ कुन रे यहाँबाट चाहिँ ल्याएर ठाडै भरेको रहेछ यार। नालमा गाउँ यो तपाईँले जो तपाईँ छ यो चाहिँ नालमा गाउँ होइन। तल सेतो फाँट त्यो चाहिँ भोलेटार। यो सेतो फाँट भोलेटार। अरू के देख्छ यहाँबाट ऊ त्यो पाहाडको न यो जति पनि यो देख्नु भएको चाहिँ जङ्गल ठुलो सौरा ठुलो सौरा पुरानकोट। यो कुन गाउँ हो यो के तल यो कलाइतु भन्ने स्यारे कलाइतु स्यारे यो तल हेर्नु त तल हो यो स्यारे कलाइतु अरे। र हामी चाहिँ अहिले सुनकोट देवीको मन्दिरको यो प्रवेशद्वार है बेसेर 5 नालमा लमजुङ अब मन्दिर पूजा गर्न लाग्छ। सुनकोट देवी मन्दिर प्रवेशद्वार यो चाहिँ हाम्रो बेसेर 5 नालमा अब मन्दिरतर्फ प्रस्थान गर्दैछौँ हामी। यहाँ चाहिँ हाम्रो सहयोगार्थीहरूको नाम रहेछ होइन। 2,01,225 को लगायतमा यो हाम्रो नामलेहरू रहेछ। यहाँ चाहिँ यो 79 सालमा निर्मित भएको रहेछ कार्तिक महिनामा है। हामी चाहिँ अब डाँडातर्फ लाग्दैछौँ। मेरो गाडी चाहिँ अगाडि छ म चाहिँ पछि मलाई आशा लाग्छ तपाईँहरूलाई जस मेरो यो भ्लग चाहिँ राम्रै लाग्यो होला होइन। कृपया राय प्रतिक्रिया दिनु होला है। अब म त्यस्तो प्रोफेसनल भ्लगर त होइन कि तर यस्तो नयाँ नयाँ ठाउँमा गयो भने यसो भर्खरै बेसिक सिक्दैछु मैले। खासै त्यति आउँदिनँ। मेरो भाइहरू छ जो इन्डियामा उहाँले चाहिँ मलाई चाहिँ दाइ तपाईँ भ्लगर भन्नाले भ्लगर होइन कि युट्युबमा यसो फोटोसोटो हाल्दै गर्नु भिडियो हाल्दै गर्नु भनेर मात्रै मैले हालेको होइन। अदरवाइज आई एम नट अ प्रोफेसनल भ्लगर। जस्ट एउटा भनौँ न भोलि पछि नि एउटा मेमोरीको लागि एउटा याद आउँछ भनेर मात्र मैले यो भ्लगहरू तपाईँ सामु हालेको। ल स्या गर्दै मन्दिरको छेउमा आइपुग्यो हामी। सुनदेवी मन्दिर होइन सुनकोट मन्दिर ठुलो स्यारा। गाउँघरमा अब के गर्ने अब जति त्यही बुढाबुढी मात्रै छन् बिचरा। अब बच्चाहरू जति सबै पोखरा काठमाडौँ लमजुङ बेसर झऱ्यो। कोही विदेश जाने त्यही हो। घर चाहिँ गाउँमा बुढाबुढी मात्रै बसिराख्ने। र फाइनली हामी चाहिँ अहिले यो
सुनदेवी सुनकोट मन्दिर आयो मन्दिर बन्द अझै माथि हो ए यो चाहिँ हाम्रो भान्साघर रहेछ समाजले बनाएको है यो पिकनिक पनि खान सक्ने त्यहाँ आएर पानीको चाहिँ के छ व्यवस्था यो चाहिँ नामली रहेछ है यो सयगालिक नामली यो सबै हाम्रो गुरुङहरूले बनाएको छ यो पिकनिक स्पट पनि बनाइदिएर रहेछ है यस क्षेत्रको वरिपरि फोहोर मैला नगरौँ ल धन्यवाद ठिक छ धारा पनि हेरेछ ल हेर्नुहोस् मौका मिल्यो भने एक दिन पिकनिक खान आउनु पर्ला यहाँ त्यहाँ सामान ओसार्ने कसरी प्रब्लम त्यो छ धारामा पानी आउँछ आउँछ होला नि भने चाहिँ हाम्रो ट्र्याकरले वाउ किन नआउने जल स्रोतको धनी देश हो हाम्रो देश होइन पानी त आउन होला होला है धेरै दिन भयो मेरो एक्सर्साइज कम भएको त्यसले गर्दाखेरि सास प्रश्वास बढ्यो कि ओ माई गड घाम पनि लाग्यो अब त हेर्नु यहाँबाट अलिक देख्ला माछा पुच्छर टल्केको ल हेर्नुहोस् माछा पुच्छर टल्केको फाइनली गाइस अहिले जो हाम्रो स्कुटी राखेको ठाउँबाट लगभग 15 मिनट 20 मिनटको पैदल यात्रापछि हामी चाहिँ सुनकोट देवीको मन्दिरमा पुगियो यहाँबाट चाहिँ तपाईँहरूलाई म भ्यूज देखाउने छ अब आम्मामा वाउ यो सुनकोट देवी मन्दिर जय हो भगवान् आसिता पाल न ल हेर्नुहोस् यहाँबाट डाँडाकाँडा अझै कति राम्रो देख्छ यो माछा पुच्छ्रे यो कुन चाहिँ पहाड हो यो हिमालय हो यो माछा पुच्छ्रे यो अन्नपूर्ण यता चाहिँ अलि अझै माथि गएर तपाईँलाई म देखाउने छु है मन्दिर म पूजा गरेँ है पूजा गरेर हामी भ्यू पोइन्टतर्फ लाग्दैछौँ फेरि अब तपाईँलाई भ्यू पोइन्टबाट दृश्य देखाउने छु अद्भुत दृश्य भ्यू पोइन्ट है यो चाहिँ नालोमा यी हामी भ्यू पोइन्ट चढाइहाल्यो फेरि पनि आउनु ल हजुर ओके वी विल कम ब्याक अगेन त्यो मानिस ठुलो दिलले हुन्छ जातले हुँदैन युआर राइट यो चाहिँ हाम्रो आदिकवि भानुभक्त आदिकवि लक्ष्मीप्रसाद देवकोटाको आदिकवि होइन महाकवि लक्ष्मीप्रसाद देवकोटाको यो उज हो कोटेसन भनौँ न सूचना कृपया भ्यू टावरमा फोहोर मैला नगरिदिनु होला बिना अनुरोध गर्दछु यो हाम्रो यो गाउँको एउटा संरचना हो र फोहोर मैला गर्नु हुँदैन र हामीले फोहोर पनि नगरौँ र फोहोर मैलाबाट हुनुबाट पनि बचाउनु पर्छ यसलाई यो चाहिँ भ्यूबनबाटको दृश्य हेर्नुहोस् यो घाम लागेको छ अहिले र ओ माई गड बाग्लुङ पानी कुन चाहिँ बाग्लुङ पानी यो सेतो घर भएको परको बाग्लुङ पानी रे है ठाकुरले भनेको रापासिङ टावर अब यताको कपुर गाउँ त्यहाँदेखि सिधा माथि घले गाउँ कुन घले गाउँ यो कपुर गाउँ सिधा माथि उयो देखेको रातो डल्लो देखेछ नि हो त्यो ए घले गाउँ यो सेडल मेन्डोले घले गाउँ है घले गाउँ सिधै डाँडा छ नि एउटा त्यहाँ बुझौँ ए यहाँ अहिले देखेन उतापट्टि भएको छ यो गाउँ मालिङ कुन मालिङ यो गाउँ यो सानो देखेको यो मालिङ पुरो रिच त्यहाँबाट पारि देखिन्न यो हाम्रो अन्नपूर्ण सरी माछा पुच्छ्रे ल हेर्नुहोस् माछा पुच्छ्रे भ्यू र यो चाहिँ अन्नपूर्ण माछा पुच्छ्रे भयो यो अन्नपूर्ण भयो अब बादल लागिसक्यो अब यो पत्ता नि के हिमालय थाहा भएन मलाई नि
त्यही होला गर्दैछ हाम्रो उँगलोले। ल भगवानको दर्शन गरेर अब हामी चाहिँ नालमा गाउँतिर प्रवेश गर्दैछौँ। भगवान खुन्द्री के अरे खुन्द्री देवीको हामीले दर्शन गरियो र उहाँको आशीर्वाद दिँदै अब हामी फेरि नालमा गाउँतिर प्रवेश गर्दैछौँ। हेलो साथीहरू, यो चाहिँ हाम्रो नालमाको गेट है। यहाँबाट चाहिँ यो पोखराबाट बेसरबाट चाहिँ सानो बोलेरोहरू हिँड्ने रहेछ होइन, यातायातको लागि। यस्तै बोलेरो आउँदैछ। यो चाहिँ पोखरा जाने बोलेरो, बेसर जाने बोलेरोहरू नै यहाँबाट चल्छ। र हाम्रो यो नालमा गाउँ चाहिँ लमजुङ बेसर नगरपालिका वार्ड नम्बर 5 को वडा कार्यालय पनि हेरेको छ होइन। यो चाहिँ हाम्रो बस स्टेसन। यहाँ माइक्रो होइन के अरे यसलाई के भन्छ, बोलेरो। अनि माथि चाहिँ गुम्बा, अनि नालमा गाउँको गुम्बा। यहाँबाट चाहिँ माइक्रो छुट्ने पोखरा जाने माइक्रो होइन। यो पोखरा जाने माइक्रो होइन। सन्नामा यो चाहिँ वडा कार्यालय रहेछ। यो हाम्रो गुम्बा। यो चाहिँ म अहिले नालमाको ठिक लाकुरी डाँडामा छु है। यो चाहिँ हामी पोखरा नालमाको गाउँ छुट्टी छ अहिले है। करिब 300-400-500 दूरी भएको यो नालमा गाउँ। मुख्यतया गुरुङवासीहरूको गाउँ हो यो होइन। घरहरू हेर्नुहोस् न कति राम्रो परेको छ, चट्ट परेको। यो हाम्रो नालमा गाउँ। माछापुच्छ्रीको ट्याक्क छेउको माछापुच्छ्रीको काठमा अन्नपूर्णीको बेसमा हाम्रो नालमा गाउँ। साग गाउँ ल्याएर बाइकहरू पनि हाम्रो टक्क नालमा गाउँ घुम्न आएको। यस रमाइलो लाग्यो सबैजना। हाम्रो राम्रो मौरी पालन, यो मौरी पालन है। गाउँ सहरमा लमजुङ दरबार नयाँ घर त राम्रो भएको। कस्तो लाग्यो तपाईँलाई नालमा गाउँ? प्रतिक्रिया दिनु होला ल।
दिदी उमा गुरुङ दिदीलाई नि भेटेँ आज होइन। यो चाहिँ हाम्रो लामाको होमस्टे होइन, कुन समाज हो हाम्रो समाज गरेर मादल ढुङ्गाको डाँडागाउँको समाज हो। गुम्बा यो बेसर जाने गाडी प्याक भएर बसेको चाहिँ नालमा टु बेसर जाने गाडी है, बोलेरो अफरोड हो यहाँ बेसर जाने गाडी। र अब हामी पनि प्रस्थान गरेछौँ अब बसन्तीमा। यहाँ बसन्तीले बेसी दुःख पाएको हुन्छ। आगे आगे हाम्रो गाइड नालमा गाउँको गाइड हाम्रो बुद्धिमूल भएर आइपुग्नुलाई हामी चाहिँ हाम्रो गाउँको अन्नपूर्ण युवा क्लबको यो क्लब भएर चाहिँ समाज घर क्लब बाजा गाजा सांस्कृतिक कार्यक्रम हुँदै थियो। अहिले चाहिँ सरसफाइ अभियान हस् त साथीहरू, तपाईँलाई कस्तो लाग्यो मेरो यो नालमा गाउँको भ्लग होइन, कृपया कमेन्ट गर्नु होला। र तपाईँहरू पनि यस्तै घुम्न आउनु मन लाग्छ भने पोखराबाट तपाईँ धेरै टाढो छैन, जम्मा 2-2.5 घन्टामा स्कुटीमा आउन सक्नुहुन्छ र बोलेरोमा नै आउन सक्नुहुन्छ। र आफ्नो प्राइभेट कार चाहिँ आउँदैन यो ठाउँमा। अब यस्तै यस्तै हाम्रो डकुमेन्ट्री ठाउँहरू लिएर म दुबारा आउनेछु। तबसम्मलाई बाई बाई, ह्याभ ए गुड डे।